नमस्कार दर्शकवृन्द, होरा ज्योतिष दर्शनको यो विशेष प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। ओम अंगारकाय नमः। दर्शकवृन्द, मङ्गलको लग्नको अवस्था कस्तो हुन्छ, लग्नमा मङ्गल अवस्था कस्तो फल प्रदान गर्छ भन्ने मैले योभन्दा अघिल्लो एपिसोडमा बताइसकेको छु। अहिले म मङ्गल लग्नको दोस्रो भाव अर्थात् धन भावमा मङ्गल बस्दा व्यक्ति कस्तो हुन्छ भन्नेमा जानकारी दिन गइरहेको छु। दर्शकवृन्द, यदि धन भावमा मङ्गल बसेको छ भने त्यो व्यक्ति कदन्न धनगे कदन्न कुत्सित अन्न खाने हुन्छ, अर्थात् आचरणमा खानपानमा उसको सात्विक भोजन उसले गर्दैन। त्यस्तै दैवज्ञ वैद्यनाथले दोस्रो भावको मङ्गलले व्यक्तिलाई धातु सम्बन्धी वाद विवाद अनि त्यस पछाडि खेतीपाती आदिमा र चाहिँ विदेशमा बसिरहने अलिकति क्रोधी स्वभावको हुन्छ भन्ने कुरो पनि बताएका छन्। र विशेष गरी दोस्रो भावको मङ्गलले व्यक्तिलाई धन भए पनि कन्जुस गर्ने र सही सदुपयोग नगर्ने हुन्छ भनेर पनि बताइएको छ। दर्शक, निर्धनः कुजनैर वैरमासितो निर्दयः क्वसन भाग धनोपगे। दैवज्ञ मन्त्रेश्वरले धनभावको मङ्गलले व्यक्तिको अनुहार त्यति राम्रो हुँदैन, न बोलचालमा नै एकदम प्रवीण हुन्छ, विद्याले रहित धनले हीन र खराब व्यक्तिहरूसँग चाहिँ सङ्गत गर्ने खालको हुन्छ भनेर बताएका छन्। वचसि विमुखः निर्विद्यार्थः कुजे कुजनाश्रितः। दैवज्ञ काशीनाथले पनि धन घरको मङ्गलले व्यक्तिलाई धनरहित बनाउने अनि काम गर्नमा पनि अल्छी गर्ने, एकदम दीर्घ सूत्री खालको बिस्तार लामसाङ लुङसो तरिकाले काम गर्ने, तर बोली वचन भने एकदम सत्य बोली भएको र सत्पुत्रले युक्त भएको हुन्छ भनेर बताइएको छ। धने कुजे धनैर्हीनः क्रियाहीनश्च जायते दीर्घसूत्री सत्यवादी पुत्रवानपि मानवः। कल्याण वर्माले पनि दोस्रो घरको मङ्गलले व्यक्तिलाई निर्धनी बनाउने अनि कुत्सित अन्न भोजन गर्ने अनि बोली वचन पनि एकदम खराब भएको, अब दुष्टहरूको सङ्गत गर्ने र मूर्ख बुद्धि भएको हुन्छ। अधनः कदसन तुष्टः पुरुषः विकृताननः धनस्थाने कुजनाश्रयश्चरुधिरे भवति नरो विद्यया रहितः। धुन्नीराजले पनि धनभावको मङ्गलले व्यक्तिलाई निर्धन बनाउँछ, दुर्जनको आश्रयमा रहने हुन्छ, दुर्बुद्धि भएको, निर्दयी हुन्छ र अरूको विरोध गर्ने हुन्छ भनेर बताएका छन्। त्यस्तै धनभावको मङ्गलले व्यक्तिलाई धातु सम्बन्धी व्यापार व्यवसाय गर्ने, परदेशमा रहने र अरूको चाहिँ धन सम्पत्तिलाई आफ्नो कसरी बनाउने भन्ने सोच विचारमा लागिरहने अनि जुवा तासमा रमाउनु खोज्ने, तर जस्तोसुकै दुःख कष्ट पनि सहन गर्न सक्ने अनि खेतीपातीमा पनि ऊ सफल हुने उद्यमी हुन्छ र सुखी पनि हुन्छ भनेर बताइएको छ। धनगत पृथ्वीजे धातुवादी प्रवासी परधनकृत चित्तः द्यूतकर्ता सहिष्णुः कृषिकरण समर्थः विक्रमे लग्न चित्तः कृषतनु सुखभागी मानवः सर्वदैव। त्यस्तै दोस्रो घरको मङ्गलले व्यक्तिलाई यदि शुभ ग्रहको प्रभाव छैन, दृष्टि छैन, केवल पाप ग्रहको मात्रै त्यसमाथि खराब प्रभाव छ भने व्यक्तिलाई नाक, कान, घाँटी, दाँत, काँध आदि भागको समस्या हुन्छ। दैवज्ञ पराशरले पनि दोस्रो घरको मङ्गलले स्वे धन नाशम धन सम्पत्ति नाश गर्ने हुन्छ, किनकि धन सम्पत्तिको 3वटा बाटो हुन्छ। दानम भोगो नाशस्तिस्रो गतयो भवन्ति वित्तस्य यो न ददाति न भुङ्क्ते तस्य तृतीया गतिर्भवति। जसले आफ्नो धन सम्पत्ति चाहिँ छ, न दान गर्छ न भोग गर्छ, दान पनि गर्दैन उपभोग पनि गर्दैन भने त्यो नाश भएर जान्छ। राजदण्ड चौरभय र अनेक प्रकारको झै झमेला मुद्दा मामिलामा उसको सम्पत्ति स्वाहा हुन्छ भन्ने कुरो बुझ्नुपर्छ दर्शकवृन्द। त्यस्तै
दोस्रो घरको मङ्गलले व्यक्तिलाई निर्धन बनाउँछ, स्वभावमा दुष्टता देखाउँछ, बुद्धिमा चाहिँ खराब बुद्धि भएको हुन्छ, मानसिकमा एकदम कठोर खालको दयाहीन भएको क्रूर स्वभाव भएको हुन्छ र सधैँभरि चाहिँ झै झगडा गर्ने खालको हुन्छ। पुत्र स्त्री धनले रहित भएको, युद्ध गर्न तम्सने, चिन्तामा सधैँभरि मग्न हुने, कुरूप भएको, निर्दयी, सधैँभरि ऋणले ग्रस्त हुने हुन्छ भने अब चाहिँ गाई भैँसी भेडा बाख्रा आदि इत्यादिको व्यापार व्यवसायमा कुनै बेला सफल हुने कुनै बेला असफल हुने यस्तो अवस्था आइदिन्छ भनेर पनि बुझ्नुपर्ने हुन्छ। दर्शकवृन्द, पाश्चात्य विद्वानहरूले पनि दोस्रो घरको मङ्गलले व्यक्तिलाई घर बिल्डिङहरूको काम गर्ने, मेसिनरी सामग्रीहरूबाट चाहिँ सफल हुने, पशु चौपाहरूको व्यापार व्यवसाय गर्ने, खेतीपातीहरू अनि फर्निचर उद्योग आदि इत्यादि, कोइला खानीतिर व्यापार व्यवसाय गर्ने, वैद्य आयुर्वेद विज्ञ पनि बनाउँछ दोस्रो घरको मङ्गलले। डुङ्गा चलाउने व्यवसायमा पनि उसले धन प्राप्त गर्दछ। दर्शकवृन्द, शुभ ग्रहको दृष्टि छ भने र बलियो ग्रहको प्रभाव छ भने यस प्रकारको राम्रो राम्रो शुभ फलहरू प्राप्त हुन्छ। निज ग्रहको प्रभाव छ, अशुभ ग्रहको प्रभाव छ भने धन सम्पत्ति हानि हुन्छ, मनमा सधैँ चिन्ता पीर र रोगले सताइरहने हुन्छ। दर्शकवृन्द, भृगु सूत्रमा दोस्रो भावको मङ्गलले जातक विद्याहीन लाभवान षष्ठाधिपेन युतः तिष्ठति चेत नेत्रैर्वैपरीत्यम भवति शुभ दृष्टि परिहार। अर्थात् छैटौँ घरको मङ्गल छैटौँ घरको मालिकसँग मङ्गल दोस्रो घरमा बसेको छ भने नेत्र रोगको समस्या, सधैँभरि ऋणले घेरिने हुन्छ। तर उच्च भएर आफ्नो घरमा बसेको छ भने विद्वान हुन्छ, विद्यावान हुन्छ अनि आँखा सम्बन्धी कुनै पनि समस्या नभएको हुन्छ भनेर पनि बुझ्नुपर्ने हुन्छ। दर्शकवृन्द, वास्तवमा यी सबैको निचोडलाई एकमुष्ट बुझ्नु पर्दाखेरि दर्शकवृन्द यो चाहिँ दोस्रो घरमा बसेको मङ्गल छ भने निकृष्ट भोजन सन्तुष्टि पुरुष राशि भनेको कुत्सित अन्नबाट सन्तुष्टि हुनु चाहिँ पुरुष राशिमा छ भने यस प्रकारको हुन्छ। भोगी प्रवासी धनी हुन्छ र स्त्री राशिको फलमा हुँदाखेरि स्त्री राशिमा बस्दाखेरि चाहिँ व्यक्ति भोगी हुन्छ, प्रवासमा बस्न मन पराउने धनी हुन्छ। यो पुरुष राशिमा छ भने चाहिँ उसलाई जस्तोसुकै भयो भने खान पाए भयो, यस प्रकारको अवस्था हुन्छ। जीवनाथ काशीनाथ आदिहरूले चाहिँ जुन शुभ फल बताउनु भएको छ त्यो चाहिँ स्त्री राशिको फल हो भने पुत्रले युक्त हुनु अथवा चाहिँ पुरुष पुत्रहीन हुनु। कसैले पुत्रहीन भनेको छ, कसैले पुत्रवान भनेको छ। अब हामीले के बुझ्नुपर्छ त भन्दाखेरि पुरुष राशिको दोस्रो घरको मङ्गलले पुत्र दिन्छ, स्त्री राशिको दोस्रो घरको मङ्गलले चाहिँ पुत्रहीन पुत्री प्रदान गरिदिन्छ। खेतीपाती पशु बिल्डिङ आदिको कामबाट फाइदा हुन्छ। मिथुन तुला कुम्भ राशिको मङ्गल छ भने मेसिनरी सामानबाट उसलाई फाइदा हुन्छ। मेष सिंह र धनु राशिमा छ भने अनि औषधि उत्पादन रसायनसँग सम्बन्धित कामबाट उसलाई फाइदा हुन्छ। कर्कट वृश्चिक र मीन राशिको मङ्गल दोस्रो घरमा छ भने दोस्रो घरको मङ्गल मेष सिंह र धनुमा छ भने व्यक्तिले धन प्राप्ति राम्रोसँग गर्दछ। साथसाथै ब्याजबाट पनि धन सम्पत्ति कमाउन सक्दछ, कुनै कतै चिट्ठाहरू पनि पर्न सक्दछ। साथसाथै उसलाई परस्त्रीहरूबाट परपुरुषहरूबाट पनि उसले धन सम्पत्ति लाभ गर्न सक्दछ। तर त्यसरी लाभ गरेको धन सम्पत्ति दुर्व्यसनमा नै स्वाहा हुन्छ। दोस्रो घरको बक्री मङ्गल छ भने र त्यो बक्री मङ्गल मेष कर्कट सिंह मीन लग्न को चाहिँ मङ्गल दोस्रो घरको बक्री मङ्गल छ भने त्यसले प्राप्त गरेको सम्पत्ति सबै स्वाहा गरिदिन्छ र अरूको प्राप्त हुन उसलाई गाह्रो पर्दछ। साथसाथै बक्री मङ्गल छैन भने केही मेहनत गरे अनुसारको केही प्रतिशत भए पनि उसले प्राप्त गर्न सक्दछ धन सम्पत्ति। आफ्नो राशिमा बसेको छ अथवा अग्नि राशिमा बसेको छ भने स्त्री कष्ट अथवा पति पत्नीमा एक आपसमा कष्टको अवस्था बुझ्नुपर्ने हुन्छ। दर्शकवृन्द, बच्चाहरूको लागि घर गृहस्थीहरूको लागि चाहिँ अलिकति समस्या आइदिन्छ दोस्रो घरको पीडित मङ्गलको प्रभावले। वृष कन्या र मकर राशिको मङ्गल दोस्रो घरमा छ भने
दाम्पत्य बिछोड हुने अवस्था पनि आइदिन्छ। मिथुन तुला कुम्भको मङ्गल दोस्रो घरमा छ भने धन सङ्ग्रह मात्रै गर्छ, खर्च गर्न भनेपछि मरि मान्दैन, चाहिएको ठाउँमा पनि उसले खर्च गर्न सक्दैन। डाक्टर अथवा वकिलहरूको लागि दोस्रो घरको मङ्गल अत्यन्त राम्रो हुन्छ, यसबाट राम्रो धन सम्पत्ति आय आर्जन हुन्छ। दोस्रो घरको मङ्गल ज्योतिष विद्या जान्नेहरूका लागि राम्रो होइन दर्शकवृन्द, यसले त्यति राम्रो दक्षता दिँदैन दर्शकवृन्द। तसर्थ शुभ ग्रहहरूको प्रभाव छ भने चाहिँ केही राम्रो फलहरू यसले प्रदान गरिदिन्छ दर्शकवृन्द। यस प्रकार लग्नदेखि दोस्रो भावमा बसेको मङ्गलले व्यक्तिलाई त्यो उसको शुभाशुभ फल आफ्नो बलाबल अनुसारको प्रदान गर्दछ। शुभ ग्रह छ भने शुभ प्रभावमा वृद्धि हुन्छ, अशुभ ग्रहको प्रभाव छ भने अशुभ नै बढ्दछ, शुभता प्राप्त हुँदैन दर्शकवृन्द। यस प्रकार यहाँहरूलाई मैले दोस्रो घरको मङ्गलले कस्तो फल प्रदान गर्दछ भन्ने जानकारी विभिन्न कुण्डली सहित प्रस्तुत गरेँ। अवश्य पनि यसबाट यहाँले विशेष लाभ लिनुभएको छ भन्ने म ढुक्क छु। यस्तै अन्य जानकारी म अन्य एपिसोडमा दिँदै जानेछु। हेर्दै गर्नुहोस् होरा ज्योतिष दर्शन। यहाँहरू सबैको मङ्गल होस्। जय। To get frequent videos, please subscribe to Uday Digital's YouTube channel to keep the channel alive. Also like, comment, share with your fellow editors and help channel grow. Thank you.